हेलो गाइस, दर्शक नमस्ते, शिवारो वेलकम टु माई च्यानल। स्वागत छ तपाईँहरूलाई। आज चाहिँ हाम्रो ललितपुरको गोदावरीमा आएका छौँ है, तपाईँहरूसँग भलाकुसारी गर्नको लागि। हाम्रो प्रिय प्रिय है, हाम्रो सानी बहिनीहरू हुनुहुन्छ अनि हामी चाहिँ घुम्न आएका हौस् त। अहिलेको लागि चाहिँ उहाँहरूलाई स्वागत गर्न चाहन्छु है त। हाई, हेलो नमस्ते। नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला। एकदमै धेरै धेरै नमस्कार छ हाम्रो तर्फबाट पनि। अनि आज हामी चाहिँ सानो घुमघाम गर्मीको समयमा चाहिँ अनि के भन्छ यो बिदाको समय, फुर्सदको समयलाई चाहिँ सदुपयोग गर्दै आज ललितपुरको गोदावरीमा चाहिँ हामी घुम्ने क्रममा अवलोकन गर्ने क्रममा चाहिँ थकित भएर बसेको अवस्था छ। त्यही भन्न चाहन्छु। ओके बहिनी, अनि यता हाम्रो अर्को बहिनी हुनुहुन्छ, तपाईँलाई पनि स्वागत छ। नमस्ते। अनि तपाईँको छोटो परिचय दिनुहोस् न। मेरो नाम चाहिँ सोनिया चामलिङ हो, फ्रम उदयपुर। फ्रम उदयपुरबाट। हाल अहिले बसाइ चाहिँ कहाँ छ हजुरहरूको? बसाइ चाहिँ अहिले काठमाडौँ पेप्सी खोला हो। हजुर, ओके। यति नै। पक्कै पनि आज चाहिँ हामी तिनजना भएर जडी बाँधेर चाहिँ हामी यता घुम्न आएको छौँ। एकदमै थकाइ लागेको छ। थकाइ लाग्दा पनि हामी यसो रमाइलो गरौँ भनेर हामी एकदमै रमाइलो मोडमा छौँ। अहिलेको लागि चाहिँ हाम्रो बहिनीहरू एकदमै मिठो स्वरको धनी हुनुहुन्छ है, हाम्रो प्यारी सन्जु बहिनी। त्यस्तो अनि म मिठो चाहिँ उहाँलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु गीतको, यदि बहिनी पनि गाउन चाहनुहुन्छ भने होइन, बहिनीले पनि गाउनुहुन्छ होला सायद। दुईजनालाई एउटा सम्झना स्वरूप एउटा छोटो मिठो सम्झाओस् न त। त्यस्तो साह्रो राम्रो चाहिँ छैन आवाज, तर पनि मनपर्छ। गीत सङ्गीत मनपर्छ। मन पराएको कारणले गर्दाखेरि थोरै हजुरको रिक्वेस्टमा शब्दहरू यताउति भयो भने एकदमै यसरी भन्दै मिलाएर सुनिदिनु होला। पक्कै मखमली पछ्यौरीले सानो मुहार छोपेको लाग्दछ बादलु भित्र जुनै हो कि लुकेको। जुन मलाई भन्छौ भने हजुर उज्यालो तिमी मेरो, तिमी पनि बसेका छौ हाँसी कलेजको सेरोफेरो। हजुर, थ्याङ्क यू। वाउ, कस्तो मिठो आवाज है। अनि तपाईँहरूको यसरी नै गीत सङ्गीतलाई अगाडि बढाउँदै जानु होला। हाम्रो बहिनीहरूलाई धेरै धेरै शुभकामना छ है। थ्याङ्क यू सो मच। मलाई पनि एकदमै धेरै गीत सङ्गीतहरू मनपर्छ। अनि हाम्रो प्यारी बहिनीहरू है अझै धेरै प्रगति गर्दै जानु होला। थ्याङ्क यू सो मच। भर्खरै उदाउँदै गरेको यो कला अनि प्रतिभाहरूलाई होइन अझै मास्दै मास्दै माथिसम्म पुगेको हेर्न चाहन्छौँ हामी। थ्याङ्क यू। अनि आज हामी एकदमै नयाँ नयाँ ठाउँहरू अवलोकन गर्दैछौँ है। एकदमै धेरै हाम्रो त मित्रहरू पनि हुनुहुन्छ। एकदमै हरियाली रहेछ। म पनि फर्स्ट टाइम आएको, 6 वर्षपछि आज कुवेतबाट होइन घर फर्किँदैछु। अनि यसै समयमा हाम्रो बहिनीहरूसँग भेटघाट भयो, खुसी लाग्यो। यो एउटा सम्झना कहिले पनि म भुल्ने छैन, हामी भुल्ने छैनौँ। हजुरलाई पनि एकदमै धेरै धेरै धन्यवाद। यो माहौलमा रिक्वेस्ट गर्नुभयो गीत गाउनको लागि। त्यस्तो खासै भन्दा पनि त्यस्तो साह्रो गीत गाउँदै हिँड्ने अनि गीत गाइसकेको चाहिँ होइन, तर पनि मनपर्छ। त्यही भएर सानो कोसिस गरेका थियौँ हजुरको रिक्वेस्टमा, र हजुरले पनि यो एकदमै मिठो सम्झना स्वरूप लिँदै हुनुहुन्छ भिडियोलाई। सबैजनाले माया गरिदिनु होला। हाम्रो दिदी हुनुहुन्छ स्पेसली भनौँ, त्यही भन्न चाहन्छु। यदि तपाईँले पनि कुनै गीत सङ्गीतहरू रेकर्ड गर्नुभएको छ अहिलेसम्म छ भने प्लिज जाओस् न एउटा। छ छन चाहिँ यो त तपाईँकै आफ्नै आवाज। बिनाय बजे ल गाइदिउँ ल दुईजनालाई नि हामी चाहिँ। दुईजना उहाँहरू चाहिँ दिदी बहिनी हुनुहुन्छ है, एकदमै स्वरको धनी।
बिना यो बज्यो मुर्चुङ्गा सँगै सानो गाउँ बेसी मेलैमा जन्म र नजर लगायो तिमीले पहिलो यो भेटैमा हो सानो जन्म र नजर लगायो तिमीले पहिलो यो भेटैमा हो सानो पहिलो यो भेटैमा बिना यो बज्यो। थ्याङ्क यू। एकदम र सबैजनालाई रिक्वेस्ट पनि गर्न चाहन्छु मेरो सन्जु राई अफिसियलमा बिना यो बज्यो गीत रिलिज भइसकेको छ। योभन्दा निकै अगाडि त नभनौँ, केही समय अगाडि सबैजनाले हेरिदिनु होला आग्रह पनि गर्न चाहन्छु। अफिसियल युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। माया गरिदिनु होला है हाम्रो आशा छ हजुरहरूले पक्कै पनि मन पराउनु हुनेछ र केही प्रतिक्रिया दिनु छ भने कमेन्ट बक्समा गएर पनि कमेन्ट पनि गर्नु नभुल्नुहोला भन्दै हस्त धन्यवाद। थ्याङ्क यू सो मच है हाम्रो प्रिय बहिनीहरूलाई धेरै धेरै धन्यवाद छ मिठो आवाजमा होइन। यो थकाइलाई पनि एकदमै थकाइ महसुसबाट एकदमै रमाइलो पल भएको छ मेरो लागि चाहिँ होइन। यो समयमा यति राम्री राम्री हाम्रो बुनुहरू अनि प्लस होइन उदाउँदै गरेका गायिका सपोर्ट गरिदिनु होला उहाँलाई पनि भन्दै अब हामी केही समयपछि हामी घर फर्किँदैछौँ है। हजुर एकदमै अब चाहिँ टाइम अनि कस्तो लाग्यो त हजुरलाई यहाँ गोदावरीको माहौलहरू? एकदमै मनपर्ने मेरो काठमाडौँ भ्यालीभित्रकै एकदमै मनपर्ने एउटा प्लेस भनेको एउटा ठाउँ भनेको एउटा अंश भनेको गोदावरी पनि हो। किनभने यहाँ हामी गाउँबाट आएको भिडपाखा गर्ने विशेष गरी मान्छेहरूलाई चाहिँ यहाँनिरको एकदमै माहौल मनपर्छ। अनि त्यसपछि एकदमै मन पनि शान्त हुने जस्तो एकदमै स्वच्छ वातावरण हरियाली पनि छ। धेरै कुराहरू यहाँनिर व्यवस्थापन पनि गरिसक्नु भएको छ। त्यही भएर पनि एकदमै धेरै मनपर्ने ठाउँ चाहिँ एउटा काठमाडौँभित्रको गोदावरी पनि रहेको छ। मेरो चाहिँ एकदमै मनपर्छ मलाई र आज पनि धेरै इन्जोय गऱ्यौँ भन्दै आजको क्रिएटर भनौँ न आजको क्रेडिट चाहिँ हाम्रो यता आदरणीय एकदमै सम्माननीय दिदी नै हुनुहुन्छ है। उहाँहरूले नै रिक्वेस्ट गरेर उहाँकै सबै कुराहरूमा हामी चाहिँ आज यहाँनिर आउने मौका पायौँ। त्यसको लागि पनि एकदमै धेरै मनमुटु हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै तपाईँहरूलाई पनि मनपर्छ भने घुम्न आउनु होला र आइसक्नु भएको छ भने पनि अझै अस्तिको भन्दा पनि पहिलाको भन्दा पनि धेरै कुराहरू व्यवस्थापन भएको रहेछ। एकदमै स्वच्छ अनि शान्त त नभनौँ अब सबैजना आउनुहुन्छ तर पनि आफ्नो मनलाई चाहिँ जोस् सेल्फ शान्त बनाउन सकिने खालको ठाउँ छ। त्यही भएर पनि एकदमै धेरै मन पर्यो। हजुरहरू पनि आइदिनु होला र त्यही भन्न चाहन्छु। पक्कै पनि मिठो जानकारीको लागि हाम्रो बहिनीलाई धेरै धेरै धन्यवाद छ। अब हामी केही समयपछि हामी पनि घर फर्किँदैछौँ। म पनि आज फर्स्ट टाइम हो यो मेरो भ्रमण भनौँ न होइन यसो घुम्न आएको। अनि एकदमै शान्त वातावरण स्वच्छ वातावरण है यो हरियाली देखेर मलाई पनि एकदमै खुसी लागिरहेको छ। खुसी लाग्यो। हजुरहरूलाई कस्तो लाग्यो होइन यो ब्लग हेरेर हजुरहरूको प्रतिक्रिया दिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। यति भन्दै नेक्स्ट ब्लगमा हामी भेट्ने नै छौँ। अहिलेको लागि चाहिँ थ्याङ्क यू सो मच भन्दै बाई बाई टेक केयर।